सम्पूर्णमा नमस्कार। आज म फेरि आफ्नै रचनामा एउटा गद्य कविता लिएर उपस्थित भएकी छु। अवश्य पनि सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास लिएकी छु। शीर्षक रहेको छ प्रायोजित लेखक। व्यक्ति स्वतन्त्र हुन्छ, व्यक्तिको कलम स्वतन्त्र चल्नुपर्छ। कला स्वतन्त्र हुन्छ, व्यक्तिको कलाकारिता स्वतन्त्र हुनुपर्छ। केही प्रायोजित लेखक होलान्, कथ्य लेख्लान्, मिथ्या लेख्लान्, त्यो बाध्यता होला, त्यो व्यवस्था होला, तर जीवन अमूल्य छ। त्यो झुक्नुहुन्न, त्यो बिक्नुहुन्न, प्रायोजित लेखक बन्नुहुन्न। लेखकको लेख आँधी तुफान बन्न सक्छ, अन्धकार रातलाई चिर्न सक्छ, सूर्योदयको बिहान बन्न सक्छ, आवाजविहीनको आवाज बन्न सक्छ, देशको तागत बन्न सक्छ। लेखक व्यक्तिको स्वार्थमा बिक्नुहुन्न। लेखक देशको बेहितमा कहिले पनि उभिनुहुन्न। लेखकको कलम गलत समयमा, गलत विषयमा, गलत तरिकाबाट प्रायोजित ढङ्गले अरूको इसारामा चलाउनुहुन्न, कसैबाट चलाइनुहुन्न। लेखकको लेख देशको सच्चा पहरेदार बन्न सक्छ, रात दिन निन्द्रामा डुब्नेलाई बिउताउन सक्छ। देशको चोटमा मलम बन्न सक्छ, देशलाई रित्याउने र देशलाई सिद्ध्याउन चाहनेहरूको लागि धारिलो तरवार बन्न सक्छ, बम र बारुद बन्न सक्छ। विरह र वेदनाले भरिएर विक्षिप्त बन्दै बगेका आँसु पुस्ने रुमाल बन्न सक्छ। त्यसैले व्यक्ति विशेषको स्वार्थमा चल्ने प्रायोजित लेखक बन्नुहुन्न। धन्यवाद।